भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि अहिले चौतर्फी रूपमा घेराबन्दी सुरु भएको छ। खास गरी पछिल्लो 12 वर्षमा 2014बाट 2026 पुगिरहँदा भारतमा चाहिँ अहिले पछिल्लो समय खास गरी जनताका एजेन्डालाई नसुनेको, जनताले उठाएका मुद्दालाई चाहिँ बेवास्ता गरेको, विद्यार्थीका मुद्दालाई बेवास्ता गरेको, विपक्षीहरूलाई पेलेर जान खोजेको र प्रेसमाथि पनि एक किसिमको अंकुश लगाउने र जनताका आवाजलाई पनि जसरी खण्डन गर्नुपर्थ्यो त्यो नगरेको अवस्था देखिन्छ। जस्तो अहिले पछिल्लो समय तपाईँ एक साता यताको घटनाक्रमलाई हेर्नुहुन्छ भने भारतमा युवाहरू, विद्यार्थीहरू सडकमा छन्। दिल्लीको जन्तर मन्तरमा चाहिँ लगातार प्रोटेस्ट गरिरहेको अवस्था छ, आन्दोलनमा छन्। दोस्रोतिर तपाईँ हेर्नुहुन्छ भने हरियाणा र पन्जाबमा चाहिँ लाखौँ किसान मजदुरहरू यतिखेर जुलुसमा निस्केका छन्, ती दिल्लीतर्फ अग्रसर भइरहेको देखिन्छ। तेस्रोतर्फ तपाईँ हेर्नुहुन्छ भने विपक्षी दलहरूले चाहिँ प्रधानमन्त्री नरेन्द्र मोदीको निवास अगाडि लगातार धरना कसिरहेको अवस्था छ, धरना दिइरहेको अवस्था छ। चौथोतिर तपाईँ हेर्नुहुन्छ भने संसद भवन अगाडि सांसदहरूको अनसन जारी छ र लगातार रूपमा चाहिँ भारतीय प्रधानमन्त्री र बीजेपीमाथि एक किसिमको दबाव बढिरहेको अवस्था छ। खास गरी त्यहाँ पछिल्लो समयमा शिक्षा र बेरोजगारीको सवाललाई लिएर कक्रोच जनता पार्टी युवाहरू अर्थात् त्यहाँको जेनजीहरूको चाहिँ आन्दोलन जबरजस्त रूपमा देखिन्छ र जसका लागि एक किसिमको आन्दोलन भइरहेको छ। यसलाई चाहिँ सरकारले बेवास्ता गर्ने, बल प्रयोग गर्ने र ती आवाजलाई दबाउन खोज्दाखेरि कहीँ कतै भारतीय प्रधानमन्त्री या अहिलेको सत्तारूढ दल भारतीय जनता पार्टीमाथि जनताको आक्रोश बढ्ने र नेपाल, बङ्गलादेश, श्रीलङ्का जस्तो के साँच्चीकै हाम्रो छिमेकी राष्ट्र भारतमा पनि यस किसिमको प्रोटेस्ट या जेनजी विद्रोह होला त? के 12 वर्षसम्म एक किसिमको राजकाज गरेका नरेन्द्र मोदीको सत्ता या उनको चाहिँ पद अब के हुन्छ भन्नेतर्फ छ। खास गरी भारतमा चाहिँ विपक्षी दलहरू, आम जनता पार्टी होस् या भन्नुहोस् आम आदमी पार्टी भन्नुहोस्, आम आदमी पार्टी या कांग्रेस ले लगातार चाहिँ विरोध गरिरहेको अवस्था छ। अब नरेन्द्र मोदीको स्टेप के हुन्छ त्यो पनि हेर्न बाँकी छ। हेर्नुहोस्।